मन्तव्य दिने अवसर प्रदान गरेकोमा आयोजकलाई म नेकपा एमाले जिल्ला कमिटीको तर्फबाट र मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। आदरणीय उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, पूर्ववक्ता मित्रहरूले थुप्रै कुराहरू तपाईँहरूको बीचमा राख्नुभएको छ। थुप्रै सैद्धान्तिक र व्यवहारिक कुराहरू पनि तपाईँहरूको बीचमा राख्नुभएको छ। नेपाली कांग्रेसका सैद्धान्तिक पक्ष र नेकपा माओवादीका सैद्धान्तिक पक्ष पनि तपाईँहरूको बीचमा राख्नुभएको छ र यिनीहरूका व्यवहारिक पक्ष पनि तपाईँहरूको बीचमा राख्नुभएको छ र आज यो उद्घाटन सत्रलाई केन्द्र भागमा राखेर हाम्रो पार्टीमा प्रवेश गर्नुहुने सम्पूर्ण साथीहरूलाई म नेकपा एमाले जिल्ला कमिटीको तर्फबाट म हार्दिक स्वागत गर्न चाहन्छु र साथीहरूलाई लागेको हुन सक्छ यो तिहारी स्थानमा नेकपा एमालेको जति कार्यक्रम भए त्यति मान्छेहरू नेकपा एमालेमा प्रवेश गर्छन् र नेकपा एमालेमा किन प्रवेश गर्छन् एउटा कुरा म यहाँहरूको अगाडि राख्न चाहन्छु कि नेकपा एमाले यो नेपाल गाउँ विकास समितिमा कहिल्यै जितेको छैन। नेकपा एमाले यो गाउँ विकास समितिमा आफूले जितेर जनताको म्यान्डेट लिएर यो गाउँ विकास समितिलाई आफूले काम गर्ने अवसर कहिल्यै पाएको छैन। तर पनि नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर किन लाग्छ, यो एउटा प्रश्नको विषय बनेको छ। त्यसो भएको हुनाले नेकपा एमालेमा प्रवेश गर्न किन गर्छन् त भन्दाखेरिमा यो नेपाल गाउँ विकास समितिमा ६३ स्थानीय निकायमा नेकपा एमाले नेपाली कांग्रेसले जित्यो। नेपाली कांग्रेसले जनताको म्यान्डेट लिएर नेपालवासीहरूको म्यान्डेट लिएर यो गाउँ विकास समिति अन्तर्गत उसले आफ्ना व्यवहारिक पक्षहरू प्रदर्शन गर्यो र नेपाली कांग्रेसले गरेका व्यवहारिक पक्षहरूका सवालहरूमा नेपालवासी जनताको चित्त बुझेर त्यस कारणले आज नेकपा एमालेमा धमाधम प्रवेश गर्ने लहर चलिरहेको छ। किनभने बहुदलीय प्रतिस्पर्धामा बहुदलीय व्यवस्थामा कुनै पार्टीसँग कुनै शक्तिसँग गोलबन्द भएको शक्ति त्यहाँ चित्त नबुझेको खण्डमा कुनै अर्को पार्टीमा प्रवेश गर्न पाउने अधिकार राज्य छ। त्यही बहुदलीय व्यवस्थाको चरित्र हो, त्यही प्रजातन्त्रको चरित्र हो, त्यही लोकतान्त्रिक लोकतन्त्रको चरित्र हो। त्यो चरित्रलाई अंगीकार गरेका छन् नेपालवासी जनताले। त्यसो भएको हुनाले हामीले उहाँहरूलाई स्वागत गर्नुपर्छ र उहाँहरूलाई हामीले जसरी नेपाली कांग्रेसले सदापूर्ण ढङ्गले छोड्यो त्यसरी हामी उहाँहरूलाई छोड्ने पक्षमा छैनौँ। जति साथीहरू हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ उहाँहरूले पार्टीको जिम्मेवारी लिएर हामी अगाडि बढाउँछौँ र उहाँहरूलाई पार्टीको पक्षमा लाग्ने प्रेरणा दिएर नेकपा एमाले उहाँहरूलाई सदैव रक्षा गरेर अगाडि बढ्नेछ भन्ने कुरा म नेकपा एमाले जिल्ला समितिको तर्फबाट र मेरो तर्फबाट उहाँहरू समक्ष साझा गर्न चाहन्छु। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो सामुन्ने हामीले एउटा संविधान सभाको निर्वाचन गरेर त्यो संविधान सभाबाट कुनै खालको प्रतिफल नआएर अब नेपाली जनता दोस्रो संविधान सभाको निर्वाचन गर्न आतुर छन् र यो मुलुकमा नेकपा माओवादीको यतिकै नेकपा माओवादीको सरकारले अहिलेसम्म त्यो मुलुकमा केही गर्न नसकेको कारणले नेकपा माओवादीको सरकारले जनतालाई धोका दिएको कारणले जनताका विभिन्न समस्याहरूसँग सम्बन्धित नभएर हात राखेर जनताका विरुद्ध जनविरोधी कार्यक्रमहरू ल्याएको कारणले र प्रचण्ड प्रधानमन्त्री भइसकेपछि र प्रचण्ड प्रधानमन्त्री भएर पनि केही नगरेको अवस्था, नेकपा माओवादी सबैभन्दा ठुलो पार्टी भएर पनि केही नगरेको अवस्था र त्यसमध्येमा पनि यतिकै नेकपा माओवादीका अर्का नेता बाबुराम भट्टराई प्रधानमन्त्री बनाएपछि यो मुलुकमा सबै कुरा बचाउनु हुन्छ भन्ने खालको मुलुकमा बनाइरहेको बेलामा हामीले बाबुराम भट्टराईलाई पनि प्रधानमन्त्री बनायौँ
तर बाबुराम भट्टराईले पनि प्रधानमन्त्री भइसकेपछि बाबुराम भट्टराईले यो मुलुकमा आफ्नो कार्यकालमा जस्तै पनि बजेट ल्याएर यो मुलुकलाई अनियमको बन्दी बनाएर अहिले यो मुलुकलाई आर्थिक हिसाबलाई धराशायी गरेर यो मुलुक कमजोर बनाएको अवस्था देख्नुभएको हुनाले त्यो बाबुरामको सरकारलाई बहिर्गमन गर्नुको निमित्त र नयाँ निर्वाचनमा जानुको निमित्त हामीले अर्को खालको सोच बनायौँ। यो मुलुकमा अर्को खालको सोच बनायौँ। के सोच बनायौँ भन्दाखेरिमा यो मुलुकका क्रान्ति गरेर अगाडि बढेका पार्टी यो मुलुकका